ल हेर्नुहोस् दाजुभाइ दिदीबहिनीहरू, आज म तपाईहरुलाई वीरगञ्जमा हाम्रो कृषि औजार कारखानामा यो हाम्रो फुडको खानेकुराहरूको फलफुलको रिसर्च ल्याब चाहिँ म देखाउन चाहन्छु। यो जुन छ रिसर्च ल्याब यो वीरगञ्जको कारखानाभित्र रहेको एउटा मुसाको घरभित्र मुसाको चाहिँ एकदमै मुसा चमेरो बस्ने कोठालाई चाहिँ हामीले यसो गरेर एकदमै राम्रोसँग एकदमै यसलाई चाहिँ मर्मत गरेर राम्रोसँग मर्मत गरेर चाहिँ यो चाहिँ ल्याब चाहिँ बनाइएको छ। अब यसमा अहिले हाम्रो के छ भने यो स्याउबाट, नास्पातीबाट, किवीबाट अब र जौबाट भनौँ न विभिन्न किसिमको ड्रिङ्कहरू खाने पेय पदार्थहरू पिउने चिजहरू बनाउने भनेर यसलाई चाहिँ परीक्षणको लागि चाहिँ यो ल्याब चाहिँ बनाइएको हो। जस्तो यहाँ यो जुन छ यो के अरे तिमी यति आऊ न ल होइन म तिमीलाई देखाउँछु तर यो जुन छ यो चाहिँ यहीँ कारखानामै बनाएको चाहिँ यो मसिन हो। यो मसिनले चाहिँ के गर्छ भनेदेखि फलफुलहरूलाई यसमा हालेर चाहिँ टुक्रा 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 पार्ने फलफुललाई टुक्रा पार्ने मसिन हो यो मेरो चाहिँ यो यहीँ कारखानामा बनेको। र यो अर्को यो चाहिँ छ यो चाहिँ मसिन चाहिँ के छ भने यो त्यसै टुक्रा पारेपछि त्यसलाई चाहिँ यसमा हालेर त्यसमा चाहिँ हालेर चाहिँ त्यो थिचेर माथिबाट प्रेस लगाएर थिचेर चाहिँ त्यो रस निकालेर अब त्यो रसबाट अब त्यो रसहरूलाई विभिन्न भाँडाहरूमा यो भाँडा के हो यो चाहिँ फर्मेन्टर हो। यसमा चाहिँ राखेर यो एनारोबिक भन्छ। यहाँ चाहिँ यहाँबाट चाहिँ अक्सिजन निस्किँदैन, सबै सिल हुन्छ, त्यहाँभित्र चाहिँ फर्मेन्ट हुन्छ। दुईवटा फर्मेन्टर ट्याङ्क यो फर्मेन्टर ट्याङ्क। अब त्यो रस यहाँबाट धुलो बनाएर यहाँबाट रस निकालेर अनि यो त्यो रसलाई चाहिँ यो ट्याङ्कमा राखेर फर्मेन्ट गर्ने भनेको चाहिँ त्यसलाई चाहिँ अब त्यसबाट झोललाई चाहिँ भनौँ न वाइन बनाउने साइडर बनाउने यस्तो हो। र यो यस्तो किसिमको चिजहरू चाहिँ हामीले यहाँ चाहिँ बनाएर यो चाहिँ स्याउको नास्पातीको बनाएर परीक्षण गरिरहेका छौँ। र अब चाहिँ हामीले किवीको पनि बनाएर परीक्षण गर्ने भनेको छ। यो ठुलो यो चाहिँ 300 लिटरको फर्मेन्टर यो चाहिँ। र यो चाहिँ यिनीहरू यसमा बनेको चाहिँ यो सानो फर्मेन्टरहरू हुन्। त्यसलाई चाहिँ त्यो झोलबाट त्यो वाइन बनाउने सानो फर्मेन्टर हो। र यो यहाँ